कल्पना गर्नुहोस् त हजारौँ वर्ष पुरानो एउटा ऐतिहासिक दस्तावेज छ हामीसँग। त्यसमा मानौँ न एउटा मात्र शब्दको हिज्जे गल्ती छ वा एउटा सानो ऐतिहासिक तथ्य बाँचिएको छ। त्यो त एकदमै सामान्य कुरा हो नि। हजारौं वर्ष अघिको कुरामा एउटा सानो त्रुटि हुनु कुन ठूलो कुरा हो र, होइन त? हो नि, सामान्यतया हामी त्यसलाई व्यवस्था गर्छौं र मुख्य सन्देशमा ध्यान दिन्छौं। तर आज हामी जुन विषयको गहिराईमा जाँदैछौँ नि, त्यसले यो पुरै दृष्टिकोणलाई मतलब पुरै उल्टाइदिन्छ क्या। साँच्चै? कसरी नि? किनभने आजको हाम्रो स्रोत सामग्रीले एउटा यस्तो दावी गर्छ, यदि त्यो प्राचीन ग्रन्थमा एउटा सानो कमाको मात्र पनि गल्ती छ भने नि सम्पूर्ण ब्रह्माण्डको आधारभूत सत्य नै भत्किन्छ रे। बाफ्रे, सुन्दा त निकै चरम दावी जस्तो लाग्यो है। एकदमै चरम छ। तर आजको हाम्रो यो विशेष छलफलको केन्द्रबिन्दु नै ठ्याक्कै यही हो। यसलाई धर्मशास्त्रको भाषामा बाइबलको त्रुटिहीनता अर्थात् बिब्लिकल इनरेन्सी भनिन्छ नि। त्रुटिहीनता सत्य छ। 100%। मतलब एउटा पनि गल्ती छैन। एउटा पनि गल्ती हुने सम्भावनै छैन। भनेपछि आजको हाम्रो मिसन नै यो विचारको भित्री तहसम्म पुग्ने हो। अब हेर्नुस् न, आधुनिक युगमा त विज्ञान प्रयोगशालाहरूमा प्रमाणित हुन्छ, हैन? इतिहासलाई कार्बन डेटिङ गरेर जाँचिन्छ। त्यस्तो जमानामा यस्तो निरपेक्ष र त्रुटिहीन दावी कसरी टिक्न सक्छ त? हाम्रो स्रोतले यसलाई कसरी व्याख्या गर्छ र विज्ञानसँगको द्वन्द्वलाई कसरी लिन्छ भन्ने कुरा हामी खोतल्नेछौँ। पक्कै पनि। अनि एउटा कुरा प्रश्न पारिहालौँ, यो कुनै धर्मको प्रचार चाहिँ होइन है। हामी केवल एउटा अत्यन्तै प्रभावशाली वैचारिक संरचनाको विश्लेषण गर्दैछौँ। एकदम सही कुरा। त्यसो भए यो वैचारिक संरचनाको सबैभन्दा तल्लो जग चाहिँ के हो त? सुरु कहाँबाट हुन्छ यो? दार्शनिक तर्कबाट। ओहो, तर्क एकदमै सिधा छ। सर्वशक्तिमान परमेश्वर आफैमा पूर्ण र सत्य हुनुहुन्छ। उहाँको स्वभावमा झुट वा गल्ती भन्ने कुरा अटाउँदैन। उहाँले झुट बोल्नुभयो भने त उहाँ परमेश्वरै रहनुहुन्न नि त। ठ्याक्कै त्यही हो। त्यसैले जब उहाँले पवित्र आत्मा मार्फत मानिसहरूलाई आफ्नो सन्देश लेख्न प्रेरित गर्नुभयो नि, त्यो सन्देश पनि उहाँ जस्तै पूर्ण र त्रुटिहीन हुनै पर्छ भन्ने दावी हो। भनेपछि तर्कको श्रृङ्खला यस्तो छ: परमेश्वर सिद्ध हुनुहुन्छ, परमेश्वरले यो ग्रन्थ लेख्न लगाउनु भयो, त्यसैले यो ग्रन्थ पनि सिद्ध छ। हो, सारमा भन्नुपर्दा केही हो। यसलाई बुझ्नको लागि मलाई भर्खरै एउटा उदाहरण याद आयो। मानौ न, विश्वकै सबैभन्दा उत्कृष्ट सङ्गीतकारले विश्वकै सबैभन्दा अत्याधुनिक साउन्ड प्रुफ म्युजिक स्टुडियोमा एउटा गीत रेकर्ड गर्दैछ। अनि त्यहाँ प्रयोग भएका उपकरणहरूमा कुनै प्राविधिक गडबडी छैन अनि सङ्गीतकारको स्वरमा पनि कुनै कमी छैन। त्यसरी रेकर्ड भएर निस्किएको जुन पहिलो मास्टर अडियो ट्र्याक हुन्छ नि, त्यो त पूर्ण रूपमा निष्खोट हुन्छ नि, होइन र? हो नि, त्यसमा त बाहिरको कुनै नोइज वा आवाजको डिस्टर्सन हुँदैन। हो, स्रोतले दावी गरेको त्रुटिहीनता पनि सायदै मास्टर ट्र्याकको सिद्धता जस्तै होला। अरे वाह, त्यो मास्टर ट्र्याकको एनालोजीले त यहाँनिर कुरा एकदमै प्रष्ट पार्यो नि। जसरी त्यो ट्र्याकमा सङ्गीतकारको पूर्ण नियन्त्रण हुन्छ, स्रोतका अनुसार बाइबल लेख्ने क्रममा पनि ईश्वरीय प्रेरणाको त्यस्तै नियन्त्रण थियो क्या। तर एउटा कुरा नि, के परमेश्वरले लेखकहरूलाई मसिन वा रोबोट बनाएर डिक्टेसन नै दिनुभएको हो त? स्रोतले त्यसो भन्दैन। यहाँनिर एउटा स्पष्टीकरण छ। प्रेरणाको अर्थ डिक्टेसन होइन। लेखकहरूले आफ्नै भाषा, आफ्नै शैली र आफ्नै ऐतिहासिक सन्दर्भको प्रयोग गरेका थिए। भनेपछि पाउलको लेख्ने शैली र दाउदको लेख्ने शैली फरक छ। एकदमै फरक छ नि। तर जे लेखियो त्यसको अन्तिम परिणाममा कुनै पनि गल्ती पर्न नदिनु चाहिँ त्यो ईश्वरीय नियन्त्रणको काम थियो भन्ने उनीहरूको दावी हो। तर सुन्नुस् न, यही बिन्दुमा आएर एउटा ठूलो व्यावहारिक समस्या देखा पर्छ जस्तो लाग्छ मलाई त। कस्तो समस्या? यदि हामीले त्यही मास्टर अडियो ट्र्याकको एनालोजीलाई नै अगाडि बढायौँ भने स्टुडियोमा रेकर्ड भएको त्यो पहिलो ट्र्याक जति नै उत्कृष्ट भए पनि वर्षौंपछि जब त्यो बजारमा क्यासेट चक्काको रूपमा लाखौं प्रतिलिपि बनेर पुग्छ नि, मानिसहरूले सुन्दा त्यसमा कतै आवाज काटिएको वा मधुरो भएको पाउँछन्। हो नि, आज जो कोहीले पनि बाइबलका विभिन्न संस्करणहरू वा पुराना पाण्डुलिपिहरू तुलना गरेर हेर्यो भने त त्यहाँ हिज्जेमा फरक, अङ्कहरूमा भिन्नता वा कतिपय विवरणहरूमा विरोधाभास भएको देख्न सक्छ। त्यो त जोसुकैले देख्छ। अनि यदि मूल ग्रन्थ सिद्ध थियो भने आज हामीले देख्ने यी गल्तीहरू चाहिँ कहाँबाट आए त?
यो प्रश्नले नि यस सिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण र प्राविधिक भिन्नतातर्फ हामीलाई लैजान्छ। हेर्नुस्, स्रोतले आज हामीसँग भएका पुस्तकहरूमा सानातिना मानवीय त्रुटिहरू छन् भन्ने कुरालाई लुकाउनै खोजेको छैन के? स्वीकारेको छ। एकदमै। तर यसले दुईवटा कुरालाई पूर्ण रूपमा अलग राखेको छ। एउटा हो अटोग्राफा अर्थात् अगमवक्ता र प्रेरितहरूले आफ्नै हातले लेखेको सबैभन्दा पहिलो मूल पाण्डुलिपि पहिलो ओरिजिनल कपी हो, र अर्को हो कपीहरू अर्थात् हजारौं वर्षसम्म मानिसले हातले सारेका प्रतिलिपिहरू। स्रोतको दावी अनुसार त्यो त्रुटिहीनता वा पूर्ण शुद्धता केवल मूल पाण्डुलिपिमा मात्र लागू हुन्छ, प्रतिलिपिहरूमा होइन। बाफ्रे, यो त एउटा अत्यन्तै चलाकीपूर्ण तर्क जस्तो देखियो। एकातिर परमेश्वरले दिएको मूल सन्देशमा कुनै खोट छैन पनि भन्ने, अनि अर्कोतिर आजका आलोचकहरूले औँल्याउने सानातिना गल्तीहरूलाई चाहिँ ती त मानिसले सार्दा भएका गल्ती हुन् भनेर पन्छाइदिने। सुन्दा त्यस्तै लाग्छ। तर यो मानवीय त्रुटि वा लिपिकीय गल्तीहरू वास्तवमा कसरी हुन्थ्यो होला त त्यति बेला? त्यति बेला त आजको जस्तो फोटोकपी मसिन वा प्रिन्टर त थिएन नि त। हो नि, प्राचीन कालको प्रतिलिपि गर्ने प्रक्रियाको कल्पना गर्दा मात्र पनि यसको जटिलता बुझ्न सकिन्छ के? प्रिन्टिङ प्रेसको आविष्कार हुनुभन्दा हजारौं वर्ष अघिदेखि मानिसहरूले जनावरको छाला वा प्यापाइरसको पातमा हातैले एक एक अक्षर सार्थे नि त। ओहो, हातैले लेखेर पुरै किताब सार्नु कति गाह्रो काम। अनि कल्पना गर्नुस् त, एउटा लिपिक रातको समयमा सानो दियो वा मैनबत्तीको मधुरो उज्यालोमा बसेर घण्टौंसम्म काम गरिरहेको छ। थकानले गर्दा आँखा धमिलो हुन्छ होला। एकदम। अनि कहिलेकाहीँ एउटै शब्द वा वाक्य दोहोर्याएर लेखिन सक्छ वा एउटा लाइन नै पुरै छुट्न सक्छ। पक्कै पनि। यदि एउटा वाक्य कबाट सुरु हुन्छ र अर्को वाक्य पनि तल कबाटै सुरु हुन्छ भने सार्ने मान्छेको आँखा झुकिएर सिधै अर्को वाक्यमा पुग्न सक्छ। अनि बीचको पुरै भाग छुट्न सक्छ वा सुन्दा उस्तै सुनिने शब्दहरूमा पनि गल्ती हुन सक्छ नि। कसैले पढेर सुनाउँदैछ र अर्कोले लेख्दैछ भने दिन र गरिब जनाउने दिन बीचको फरक छुट्याउन गाह्रो हुन सक्छ। हो नि, प्राचीन हिब्रू र ग्रीक भाषाहरूमा यस्ता गल्तीहरू हुनु एकदमै स्वाभाविक थियो, विशेष गरी अङ्कहरू सार्दाखेरि। अङ्कहरूमा कसरी? हिब्रू भाषामा नि कतिपय अङ्कहरूलाई जनाउने अक्षरहरू एकअर्कासँग यति धेरै मिल्दाजुल्दा हुन्छन् कि एउटा सानो धड्का यताउता पर्ने बित्तिकै हजारको अङ्क 100मा परिणत हुन सक्छ के? बाफ्रे, एउटा धड्काले गर्दा 100 र 1000को फरक? हो नि। त्यसैले स्रोतले यी कुराहरूलाई मानवीय कमजोरी वा लिपिकीय गल्तीको रूपमा सजिलै स्वीकार गर्छ र यसले मूल सन्देशलाई असर गर्दैन भन्ने तर्क राख्छ। अब यस तर्कले त्रुटिहीनताको सिद्धान्तलाई एउटा सुरक्षित घेराभित्र त राख्छ, तर मलाई यहाँनिर नि एउटा ठूलो बौद्धिक चुनौती महसुस भइरहेको छ। कस्तो चुनौती? त भौतिक रूपमा अस्तित्वमै छैन भने कि यो एउटा यस्तो दावी बन्दैन जसले न त कसैले प्रमाणित गर्न सक्छ न त गलतै साबित गर्न सक्छ। आलोचकहरूले त यसलाई उम्किने बाटो मात्र हो भन्न सक्छन् नि। यो एकदमै तार्किक आलोचना हो, तर स्रोतले यसलाई यसरी हेर्दैन नि त। कसरी हेर्छ त? स्रोतको दृष्टिकोणबाट हेर्दा मूलप्रतिको त्रुटिहीनतामा विश्वास गर्नु भनेको कुनै चलाकी होइन के, बरु परमेश्वरको चरित्रप्रतिको विश्वास हो। अघिको कुरा जस्तै हो नि। यदि परमेश्वरले सुरुमै गल्तीसहितको सन्देश दिनुभएको थियो भनियो भने त त्यसले परमेश्वरको सर्वज्ञानी स्वभावमाथि नै प्रश्न चिन्ह खडा गर्छ। सार्ने क्रममा मानिसले गल्ती गर्ने एउटा कुरा हो, तर सन्देशको स्रोत नै गलत हुनु त पूर्ण रूपमा अर्कै कुरा हो नि। सन्देशको स्रोत त सिद्ध हुनै पर्यो। तर यो जग्गोको कुरा गर्दा नि मलाई आधुनिक युगको सबैभन्दा ठूलो वैचारिक द्वन्द्वतर्फ जान मन लाग्यो। विज्ञान र धर्मको द्वन्द्व? हो, आजको समयमा धर्मशास्त्र र आधुनिक विज्ञान बीचको टकराव सबैलाई थाहा छ नि। एकातिर हजारौं वर्ष पुरानो ग्रन्थ छ जसले सृष्टिको सुरुवात वा मानव उत्पत्तिको आफ्नै विवरण दिन्छ, अनि अर्कोतिर आजका स्कुल र विश्वविद्यालयहरूमा पढाइने जीव विज्ञान, भूगर्भ विज्ञान र विकासवादका सिद्धान्तहरू छन् जसले ब्रह्माण्डलाई नितान्त फरक ढङ्गले व्याख्या गर्छन्। एकदम सही। यदि हामीले बाइबलको त्रुटिहीनतालाई मान्ने हो भने यो द्वन्द्वमा के हुन्छ त? यहाँनिर आएर नि स्रोतले कुनै सम्झौता नै गर्दैन के। स्रोतको तर्कले स्पष्ट रूपमा एउटा चिप्लो भिरालो अर्थात् स्लिपरी स्लोपको खतरा औल्याउँछ।
चिप्लो भिरालो मतलब यदि हामीले बाइबलले आध्यात्मिक कुराहरूमा मात्र सत्य बोल्छ तर विज्ञान र इतिहासको कुरामा यसले गल्ती गरेको हुन सक्छ भनेर मान्न थाल्यौं भने नि त्यसले एउटा भयानक दार्शनिक सङ्कट निम्त्याउँछ भन्ने स्रोतको दाबी छ। यदि मानिसले बाइबलका केही ऐतिहासिक वा वैज्ञानिक कुराहरूलाई गलत मान्यो भने त्यसले कसरी सङ्कट निम्त्याउँछ र? अलि प्रष्टसँग बुझौँ न। विचार गर्नुस् त, यदि ग्रन्थमा केही कुरा सही छन् र केही कुरा गलत छन् भने कुन सही हो र कुन गलत हो भनेर छुट्याउने अधिकार कसलाई हुन्छ त? पक्कै पनि मानिसलाई हुन्छ। मानिसले आफ्नो विवेक, आधुनिक विज्ञान वा तर्कको आधारमा त्यसलाई जाँच्छ नि त। हो, ठ्याक्कै त्यही हो समस्या। स्रोतका अनुसार जब मानिसले यो भाग विज्ञानसँग मिल्छ त्यसैले सही छ र यो भाग विज्ञानसँग मिल्दैन त्यसैले गलत छ भन्न थाल्छ नि, तब मानिस आफै परमेश्वरको वचनको न्यायाधीश बन्न पुग्छ के? भनेपछि मानिस भगवानभन्दा माथि पुगे जस्तो भयो? हो नि। यसरी सत्यको अन्तिम मापदण्ड परमेश्वरको वचन रहँदैन, बरु मानव तर्क र तत्कालीन विज्ञान बन्न पुग्छ। यसले त अन्तत ग्रन्थको सम्पूर्ण ईश्वरीय अधिकारलाई नै ध्वस्त पार्छ। बाफरे, यसको अर्थ यो केवल ब्रह्माण्ड कसरी बन्यो भन्ने वैज्ञानिक बहस मात्र होइन रहेछ, यो त अधिकार कसको भन्ने ज्ञान मीमांसाको लडाई रहेछ। एकदम सही भन्नुभयो, एपिस्टेमोलोजीको लडाई। सत्य जाँच्ने अन्तिम आधार मानिसको तर्क हो वा ईश्वरीय प्रकाश भन्ने कुरा। तर स्रोतले दाबी गर्छ कि मानव तर्क सीमित छ र विज्ञान निरन्तर परिवर्तनशील छ। हो त नि, हिजो न्युटनको विज्ञान सत्य मानिन्थ्यो, आज आइन्स्टाइनको, अनि भोलि क्वान्टम फिजिक्सले नयाँ कुरा ल्याउला। हो नि, विज्ञानले त हरेक दशकमा आफ्नो धारणा बदल्छ। तर सत्य परिवर्तन हुँदैन। यो बिन्दुमा स्रोतले मानिसको सीमिततालाई उजागर गर्छ के मानव तर्क साँगुरो छ र हाम्रो वैज्ञानिक ज्ञान अझै पनि छोटो र अपूर्ण छ। त्यसैले एउटा अपूर्ण र परिवर्तनशील मानव ज्ञानको आधारमा अनन्त र अपरिवर्तनीय मानिएको ग्रन्थलाई गलत साबित गर्न खोज्नु दार्शनिक रूपमा नै त्रुटिपूर्ण हो भन्ने उनीहरूको जिकिर छ। कुरा त दार्शनिक रूपमा निकै गहिरो छ, तर यहाँनिर मलाई एउटा गम्भीर प्रश्नले घचघच्याइरहेको छ के। भन्नुस् न। के यो दाबीले मानिसलाई आफ्नो तर्क र वैज्ञानिक खोजलाई पूर्ण रूपमा बन्द गरेर केवल अन्धविश्वास गर्न मात्र भनिरहेको छ त? र भौतिक प्रमाणसँग सिधै बाझिन्छ भने पनि हामीले आँखा चिम्लेर त्यसैलाई विश्वास गर्नुपर्ने हो त? यो त धेरैले सोध्ने प्रश्न हो। के यसले बौद्धिक आत्महत्या गर्न प्रेरित गरिरहेको छैन र? यो एकदमै बलियो प्रश्न हो र स्रोतले यसको सम्भावित आलोचनालाई राम्ररी बुझेको छ है। स्रोतले पाठकलाई तर्कहीन अन्धविश्वासमा लाग्न मात्र भन्दैन के। भन्दैन। बरु यसले एउटा अर्को बलियो भौतिक हतियार अघि सारेको छ जसले विज्ञान र तर्ककै मैदानमा उभिएर जवाफ दिन्छ। त्यस्तो हतियार के हो नि? त्यो हो पुरातत्व विज्ञान, आर्कियोलोजी। पुरातत्व विज्ञान भनेपछि माटो खनेर निकालिएका पुराना ढुङ्गा र भग्नावशेषहरूले कसरी यो हजारौं वर्ष पुरानो ग्रन्थलाई त्रुटिहीन साबित गर्न मद्दत गर्छन् त? गर्छ नि। मलाई लाग्छ हामीले यहाँ केही ठोस ऐतिहासिक उदाहरणहरू हेर्नुपर्छ होला। अवश्य। स्रोतले स्पष्ट रूपमा के दाबी गर्छ भने नि विगतका शताब्दीहरूमा धेरै प्रतिष्ठित इतिहासकार र आलोचकहरूले बाइबलमा उल्लेख गरिएका कतिपय सहरहरू वा राजाहरू इतिहासमा कहिल्यै थिएनन् भनेर ठोकुवा गरेका थिए के। यो त काल्पनिक कथा मात्र हो भनेर खारेज गरेका थिए। हो नि, उनीहरूले ती कुराहरूलाई धार्मिक मिथक भनेका थिए किनभने त्यति बेलासम्म बाइबल बाहेक अन्य कुनै बाहिरी ऐतिहासिक प्रमाण भेटिएकै थिएन। भनेपछि आलोचकहरूले प्रमाणको अभाव नै त्यो कुरा नभएको प्रमाण हो भन्ने तर्क अपनाएका थिए। ठ्याक्कै। तर जसै जसै 19औं र 20औं शताब्दीमा मध्यपूर्वमा पुरातत्वीय उत्खननहरू तीव्र रूपमा अघि बढे नि, जमिन मुनिबाट यस्ता चकित पार्ने प्रमाणहरू निस्कन थाले जसले ती आलोचकहरूलाई नै गलत साबित गरिदियो। ओहो, म अनुमान लगाउन सक्छु। जसलाई उनीहरूले काल्पनिक सहर भनेका थिए त्यही सहरका भग्नावशेषहरू पक्कै भेटिए होलान्। हो नि, यसको एउटा प्रख्यात उदाहरण हित्ती सभ्यता हो, हिटाइट एम्पायर। हित्ती सभ्यता। कुनै समय विद्वानहरूले हित्तीहरू बाइबलको कथामा मात्र सीमित एउटा सानो काल्पनिक जाति हो भनेर उडाउने गर्थे। अनि पछि के भयो त?
पछि टर्कीको बोगाजगोए भन्ने ठाउँमा उत्खनन गर्दा उनीहरूको सम्पूर्ण राजधानी सहरको भग्नावशेष र हजारौं माटाका पाठीहरू नै फेला परे के। त्यसले प्रमाणित गर्यो कि हित्तीहरू त एउटा विशाल र शक्तिशाली साम्राज्यका रूपमा इतिहासमा साँच्चै नै अस्तित्वमा रहेछन्। बाफरे, यो त साँच्चै नै रोचक छ। पुरै साम्राज्य नै फेला पर्यो। यसको अर्को उदाहरण पनि छ होला नि, जहाँ कुनै व्यक्तिको अस्तित्वमाथि नै प्रश्न उठाएको थियो तर पछि प्रमाण भेटियो। अर्को उत्कृष्ट उदाहरण भनेको बेलसाजर राजाको कथा हो नि। बेलसाजर हो, आलोचकहरूले बाइबलको दानियलको पुस्तकमा उल्लेख गरिएका बेलसाजर कहिल्यै बाबेलका राजा थिएनन् भनेर दावी गर्थे, किनभने अन्य ऐतिहासिक अभिलेखहरूले नाबोनिडसलाई अन्तिम राजा मानेका थिए। ए, भनेपछि ऐतिहासिक रेकर्ड बाज्यो? हो नि। तर पछि जब पुरातत्वविदहरूले एउटा पुरानो सिलिन्डर, जसलाई नाबोनिडस सिलिन्डर भनिन्छ, त्यो फेला पारे नि, त्यसमा के लेखिएको थियो? त्यसमा स्पष्ट रूपमा लेखिएको थियो कि नाबोनिडसले आफ्नो छोरा बेलसाजरलाई सत्ता सुम्पेर सहशासक बनाएका थिए रे। अरे वाह! हेर्नुस् न, जुन कुरालाई सुरुमा ऐतिहासिक त्रुटि मानिएको थियो त्यो पछि गएर एकदमै सटीक र सही ऐतिहासिक विवरण प्रमाणित भयो नि। यी उदाहरणहरू सुनेपछि त मैले स्रोतको मुख्य तर्क बुझ्न थालेको छु है। के बुझ्नुभयो त? यसको अर्थ स्रोतले हामीलाई भनिरहेको छ, हेर्नुस्, विगतमा पनि विज्ञान वा इतिहासकारहरूले यो ग्रन्थलाई गलत भनेका थिए, तर समयक्रममा नयाँ खोजहरूले ती आलोचकहरूलाई नै गलत प्रमाणित गरिदिए। एकदम सही। यसबाट स्रोतले एउटा ठूलो निष्कर्ष निकाल्छ। यदि आजको हाम्रो आधुनिक विज्ञान वा हाम्रो ज्ञानले कुनै कुरालाई बुझिरहेको छैन वा ग्रन्थसँग बाजिएको देख्छ भने पनि त्यो ग्रन्थको गल्ती होइन। त्यो त केवल हाम्रो ज्ञानको अपूर्णता हो। आज जुन कुरा त्रुटि जस्तो देखिन्छ, भोलि कुनै नयाँ पुरातात्विक खोज वा वैज्ञानिक विकासले त्यसलाई सही प्रमाणित गर्न सक्छ। यो एकदमै सटीक विश्लेषण हो। स्रोतले निरन्तर जोड दिने कुरा के हो भने नि, सत्य भनेको समय वा मानव बुझाइको मुहताज हुँदैन के। सत्य त सत्य नै हो नि। यदि हामीले निरन्तर परिवर्तन भइरहने मानव ज्ञानलाई सत्यको अन्तिम मापदण्ड मान्यौं भने त हामी सधैँ भ्रममा पर्छौं नि। त्यसैले विश्वासको एउटा बलियो जग बसाल्नुको लागि मानव तर्कभन्दा माथि परमेश्वरको त्यो त्रुटिहीन वचनलाई राख्नुपर्छ भन्ने उनीहरूको मान्यता हो। अनि पुरातात्विक प्रमाणहरूले यसलाई केवल हावाको भरमा गरिएको अन्धविश्वास नभई इतिहासको कसीमा बिस्तारै प्रमाणित हुँदै गइरहेको यथार्थको रूपमा प्रस्तुत गर्छन्। एकदमै सही कुरा। हामीले आजको यो विस्तृत छलफलमा निकै गहिरा विषयहरूलाई खोतेल्यौं नि, हैन त? हो नि, आज त साँच्चै गहिरो अध्ययन भयो। हामीले बाइबलको त्रुटिहीनताको दाबीलाई गहिराईबाट बुझ्ने प्रयास गर्यौं। कसरी स्रोतले सर्वज्ञानी परमेश्वरको चरित्रको आधारमा मूल सन्देशको शुद्धता दाबी गर्छ भन्ने हेर्यौं। त्यसपछि हामीले मूल पाण्डुलिपि अर्थात् अटोग्राफा र पछि सारिएका प्रतिलिपिहरू बीचको महत्त्वपूर्ण भिन्नतालाई पनि विश्लेषण गर्यौं नि। हो त नि, कसरी प्राचीन कालमा मैनबत्तीको मधुरो उज्यालोमा रातभरि बसेर सार्दा सानातिना मानवीय त्रुटिहरू हुन्थे र ती त्रुटिहरूले मूल सन्देशको ईश्वरीय प्रेरणालाई खण्डन गर्दैनन् भन्ने तर्क हामीले बुझ्यौं। र सायद सबैभन्दा रोचक कुरा चाहिँ नि, हामीले त्यो छिप्लो भिरालोको तर्कलाई हेर्यौं नि। त्यो ज्ञान मीमांसाको लडाई हो। यदि मानिसले एउटा मात्र पनि त्रुटि स्वीकार गर्ने हो भने कसरी उसले आफैलाई परमेश्वरको वचन जाँच्ने न्यायाधीशको रूपमा खडा गर्छ भन्ने गहिरो दार्शनिक तर्क हामीले बुझ्यौं। साथै पुरातत्व विज्ञानले कसरी विगतका आलोचकहरूलाई गलत प्रमाणित गर्दै आएको छ भन्ने ठोस ऐतिहासिक उदाहरणहरू पनि हामीले विश्लेषण गर्यौं नि त। साँच्चै नै यसले विज्ञान, इतिहास, दर्शन र धर्मशास्त्रलाई एउटै धागोमा उनेर एउटा यस्तो वैचारिक संरचना प्रस्तुत गर्छ जसले जो कोहीलाई पनि आफ्ना धारणाहरूमाथि पुनर्विचार गर्न बाध्य त पक्कै बनाउँछ। तर सुन्नुस् न, यो सबै कुराको गहिराईमा पुगेपछि हामी आजको छलफलको अन्त्यतिर आइपुग्दा नि मेरो दिमागमा एउटा यस्तो गम्भीर प्रश्न उठिरहेको छ जसले यो सम्पूर्ण सिद्धान्तलाई नै एउटा नयाँ परीक्षामा उभ्याइदिन्छ जस्तो लाग्छ। अरे वाह, त्यस्तो कस्तो प्रश्न हो नि? हेर्नुस् है, हामीले यो सम्पूर्ण त्रुटिहीनताको महल एउटा मुख्य जगमा खडा गरेका छौं। त्यो हो अटोग्राफा अर्थात् मूल पाण्डुलिपि। स्रोतले स्पष्ट रूपमा भनेको छ कि केवल ती पहिलो मूल प्रतिहरू मात्र 100% सिद्ध र त्रुटिहीन छन्, हैन त? पछि सारिएका प्रतिलिपिहरूमा मानवीय गल्तीहरू हुन सक्छन् भन्ने त हामीले अघि नै प्रश्न पारिसक्यौं। तर ऐतिहासिक र भौतिक यथार्थ के हो भने नि
ती पूर्ण रूपमा सिद्ध मानिएका मूल पाण्डुलिपिहरू आज संसारमा कतै पनि अस्तित्वमा छैनन् त। तिनीहरू त समयको चक्र, युद्ध वा प्राकृतिक कारणले हजारौं वर्ष अघि नै नष्ट भइसके। आज हामीसँग वा कुनै पनि अध्येतासँग केवल ती अपूर्ण प्रतिलिपिहरूका पनि प्रतिलिपिहरू मात्र बाँकी छन्। यो त एउटा निर्विवाद ऐतिहासिक तथ्य नै हो नि। त्यसो भए यदि हामीसँग त्यो सिद्ध मास्टर अडियो ट्र्याक छँदै छैन भने नि आजको आधुनिक पाठकले आफूले पढिरहेको हातमा भएको प्रतिलिपिमा कुन शब्द साँच्चै नै परमेश्वरको त्रुटिहीन मूल सन्देश हो र कुन शब्द चाहिँ थकित लिपिकले मैनबत्तीको उज्यालोमा गरेको मानवीय गल्ती हो भनेर कसरी 100% यकिनका साथ छुट्याउन सक्छ त? बापरे! जुन कुरा हामीसँग छँदै छैन नि त्यसको पूर्ण सिद्धताको दाबीले आजको पाठकलाई व्यावहारिक रूपमा कसरी सन्तुष्ट पार्न सक्छ? के यसले हाम्रो समस्यालाई समाधान गर्छ वा केवल समस्यालाई 2000 वर्ष पछाडि धकेल्ने काम मात्र गर्छ? ओहो, यो त एउटा अत्यन्तै शक्तिशाली र दार्शनिक रूपमा गहिरो प्रश्न हो। यसले नभएको पूर्णता र भएको अपूर्णता बीचको त्यो विशाल खाडललाई उजागर गर्छ जसको उत्तर त्यति सजिलो पक्कै छैन। र यही अनुत्तरित तर सोच्नै पर्ने गहिरो प्रश्नको साथ हामी आजको हाम्रो यो विशेष छलफललाई यही विश्राम दिन्छौं। यसले पक्कै पनि हामी सबैलाई सत्यको खोजीमा थप अनुसन्धान गर्न प्रेरित गर्नेछ।